एड्रेस सिक्रेट दिनु यो गर्न मिल्दैन दाइ मिल्छ यो मिल्छ तपाईँ मेरो किन नाम एड्रेस त्यो टिपिराख्नुहुन्छ मलाई पिटाउने कुरा गर्ने हो यो ठिक हो तपाईँहरू कमेन्ट गरेर आफै भन्नु के आएर यत्रो सानो सानो बच्चाहरूलाई यस्तो मान्छेहरूमा त केस गर्नुपर्छ के हेलो नमस्ते अपने लगन कहने लगन कि नेपाल एगो हिंदू राष्ट्र देश है ठीक बा तो हिंदुज्म यहाँ कहाँ बा हमारा तो कौन नहीं लोग काहे से कि हम आज अपने लगन के मारे ऐसा को वीडियो लेके आइल बनी कि यहाँ देखी लगन अपने दोसर जो धर्म बा हिंदू के जो छोड़ावेला दोसर धर्म माने धर्म परिवर्तन करावेला यहाँ आदमी पूरा गांव गली गली शहर में पूरा घूम रहा बा अपने लगन देखिए एगो छोट लड़का के बोला के रूम में बैठा के यहाँ यीशु धर्म के अपन हिंदू जो धर्म बा ओकर परिवर्तन करावेला यहाँ 2-3 आदमी बैठ के आके कथी करावता बीरगंज में अपने लोग देखी लगन बीरगंज सबसे कहने सुने में आवाला कि हिंदू के एगो महान शहर है एगो ठीक बा बट यहाँ अपने लगन देखिए पूरा गली गली में का यहाँ प्रचार प्रसार हो रहा बा अपने लगन हम कुछ ना बोले मैं ज्यादा अपने लगन वीडियो देखे लगन खुद और बाद आए लगन रोपे लेके अपनी भाई के साथ बैठा के का हो रहा बा स्वाभिमानले विस्थापन पालेकाले फेरि एकपल्ट सुरक्षा पाए और विश्वको सत्य अनुसार यो खास के को लाग्यो हजुर भने खास के को लाग्यो खोज्नु भयो उहाँ बस्नु भयो भने हामी म पछि आएको हाम्रो चाहिँ निष्ठाचारको विषयमा हो निष्ठाचार कस्तो हो भने विपत्ति पार गराउने साधन अहिले संसारमा हेर्ने भने विभिन्न विपत्तिहरू आइरहेको छ होइन कहीँ युद्ध भइरहेको छ कहीँ होइन भूकम्प आतंक महामारी अनि अनिकाल जस्ता विपत्तिहरू आउने कुरा पहिले भविष्यवाणी थियो त्यो अनुसार हुँदैछ अनि अब बाँच्नुको निम्ति कहाँ जानुपर्छ त आजभन्दा 5-4 वर्ष अगाडि जलप्रलय आउँदाखेरि त्यो समयमा जहाज दिनुभएको थियो होइन अनि त्यसको केही समयपछि लोकको समयमा चाहिँ उहाँले सोवर सहर भन्ने दिनुभएको थियो सोवर भन्ने सहरमा जाऊ सदोम गमोरा सहर नष्ट हुन्छ पाप बढेको कारणले गर्दा त्यस सोवर सहरमा जाने गराउनु भयो खास यो भन्नाले त के भन्नाले के को एउटा हुन्छ नि हो त्यसको मुख्य हैन मुख्य कन्क्लुजन के भयो त्यो त हामी बुझे हैन पतिले भन्नुभयो जे यो भन्नाले खास यो के को भन्नाले अब के को सम्बन्धी हो त्यो त बताउनु के को सम्बन्ध जस्तै अब बाइबलको यसमा कुरा आएको थियो बाइबलको कुरा हो यो बाइबलमा भएको निष्ठाचार मानेमा विपत्ति पार हुन्छ भन्नुभएको छ हैन यसको इन्ट्रेस्टेड हुनुहुन्छ तपाईहरु यो भन्नाले प्रचार गरिराख्नु भएको छ कि हजुर भन्नाले तपाईहरु यो बाइबलको प्रचार गर्नुभएको छ कि यो सुसमाचार भन्छ सुसमाचार नेपाल कुन ठाउँ तपाईँ भयो पर्सनी ए नेपाल होइन कहाँ लाग्छ तपाईँ एउटा कुरा हुन्छ नि त अरू ठाउँमा लाउँदा पहाड साइडतिर पर्सनीमा घर हो खुटुवा पर्छ हो नि पर्सनी 4 तपाईँहरू भन्नाले कुन कास्ट हुनुहुन्छ तपाईँ पासवान अनि हिन्दूमा एउटा कुरा म एउटा कुरा सुन्नु म एउटा हिन्दू होइन एउटा कट्टर हिन्दू होइन एउटा तपाईँ पनि हुनुहुन्थ्यो होला हुन्छ मान्छे अब पढ्दै जाँदाखेरि माइन्ड मान्छे चेन्ज पनि हुन्छ तर एउटा कुरा म सोध्न चाहन्छु हिन्दूमा तपाईँको भन्नु गीता बाहेक न अरू कुनै पुस्तकहरू पढ्न अलाउ छ किन पढ्न त पनि अलाउ छ तर त्यो छोड्न चाहिँ आफ्नो धर्म छोड्न चाहिँ ठिक हो हेर्नु कस्तो हुन्छ नि सुरुमा बच्चा जन्मिन्छ होइन बुवा आमाले जे सिकाइदिन्छ त्यो अनुसार गर्दै जान्छ त्यो धर्म सम्बन्धी केही ज्ञान पनि दिँदैन किन दिँदैन एउटा त पाउँछ किनभने म एउटा हिन्दू धर्ममा जन्मेको एउटा व्यक्ति हो त मेरो फ्यामिली जुन पूर्वजदेखि आफ्नो हिन्दू पर्व चाड पर्व रीतिरिवाज जुन छ त्यो मान्दै आएको छ एउटा कल्चर जुन मान्दै आएको छ त्यो त अब त्यही नै हामी सिक्ने हो त्यो तपाईँ पनि सिक्नुभयो होला उहाँहरू पनि अरूबाट सिक्नु भएको छैन हाम्रो हजुरबुवा हजुरआमा पनि त्यो अब गीता म पनि अहिले ब्याचलर कम्प्लिट गर्न गीता म पनि पढेछु तपाईँ जुन हिसाबले भन्नुभयो त्यो एउटा ठिक हो त्यो पनि आफ्नो बाइबलमा होला मैले चाहिँ त्यसरी पाएँ तपाईँ त्यस्तै पाउनुभयो म अब गीताबाट जुन पाएको छु त्यो आफ्नो हिसाबले तर एउटा कुरा हो न म भन्छु तपाईँ आफ्नो ठाउँमा ठिक हुनुहुन्छ होला म पनि आफ्नो ठाउँमा ठिक छु तर मेरो इन्टेन्सन मेरो त्यो जुन छ नि त्यो भन्छ
कि आफ्नो धर्म छोड्नु भनेको त्यो पाप हो। तपाईँहरूको त्यो उसमा जुन सुरुबाट जुन बाइबल मान्दै होला धर्म मान्दै होला त्यो आफ्नो लागि ठिक हो। आफ्नो ठाउँमा रुख एकछिन बतिहाल्नु रे, उहाँ आफ्नो ठाउँमा ठिक हुनुहुन्छ होइन, हामी पनि आफ्नो ठाउँमा ठिक छौँ। तर जुन मान्छे एउटा हिन्दू हो भने उसले छोड्छ भने आफ्नो उनीहरूले जुन रीतिरिवाज कल्चर त्यो छोड्छ भने उसको लागि पाप हो क्या। अब जो यीशु धर्म सुरुबाट मान्दै आएको छ, म यसको कुनै विपत्ति जनाएको छैन, तर उहाँले छोडेर अब हिन्दूमा हुनुहुन्छ भने हिन्दुजम अप्नाउनुहुन्छ भने उहाँको लागि उहाँको कल्चरमा पाप होला कि होला होइन होला। र म एउटा यो कुरा सुन्न चाहन्छु, त्यस्तो त कुनै पाप छैन। किन छैन? अब तपाईँ भर्खरै मैले तपाईँको मुखबाट सुने, तपाईँको मुखबाट सुने खालि हजुर बोल्नुहुन्छ, बोल्न ल तपाईँ नै बोल्नु सुन्छु होइन। मान्छे पढ्दै जान्छ, विभिन्न कुराहरू हुन्छ होइन। सुरुमा त अब सबै कुरा होइन पिता पुर्खाले गरेकै मान्नुपर्छ भन्ने कुरा भन्नु भएन नि त। त्यसै पिता पुर्खाले त विभिन्न कुराहरू होइन पहिला टाई सर्ट प्यान्ट लगाउँदैन थियो होइन, लगाउँदैन थियो नि त। तर परिवर्तनशील समाज परिवर्तनशील छ होइन, परिवर्तन हुँदै गयो, हामीले सबैको महत्व बुझ्दै गयौं होइन। त्यो जस्तै मैले पनि यहाँबाट बाइबलबाट बुझेँ फ्याक्ट कुराहरू होइन। गीता पढ्नु हजुर गीता पढ्नुपर्छ, त्यहाँको कुराहरू थाहा छ मलाई। थाहा छैन पढ्नुपर्छ कि पढ्नुपर्छ नि, त्यो बेला यता खबर सुन्नु। कन्क्लुजनमा थाहा छ के, कन्क्लुजनमा एकचोटि पढ्नु होला तपाईँ, राम्रोसँग पुरै सुरुदेखि लास्टसम्म पढ्नु, गीता पढ्नु होला, महाभारत रामायण यो सब हेर्नु होला होइन, एकचोटि हेर्नु होला। अनि पहिला डिफरेन्स तपाईँ छुट्याउनु होला, कुन फ्याक्ट हो, कुन सही हो, कुन राइट अवे हो, एकचोटि छुट्याउनु होला। अनि एउटा कुरा रह्यो कुरा यो तपाईँ भन्नाले एउटा सन्देश दिइराख्नुपर्छ। म यो प्रचार पनि भन्न जान्दैन, एउटा सुसमाचार भन्नु एउटा सन्देश हो, एउटा मान्ने नमान्ने कुरा, त्यो त मान्ने नमान्ने। तर एउटा कुरा त्यो यो एउटा भाइ छ यो अहिले पढ्दैछ 12मा। अब यस्तो कुरा यसको माइन्डमा राख्नुहुन्छ भने होइन, अहिले यो भल उनीहरूले एउटा यङ जेनेरेसनमा इन्ट्री हानेछ, तर यस्तो कुरा यसलाई भन्नुहुन्छ भने उहाँलाई भन्नुहुन्छ भने ठिक छ, उहाँ त एउटा भन्नाले आफ्नो पढाइसढाइ कम्प्लिट गरेर उहाँसँग गर्नुहुन्छ ठिक छ। तर यो जुन बच्चाहरूलाई भन्नुपर्छ नि यो मलाई चाहिँ साह्रै असाध्यै नराम्रो लाग्यो। बच्चाहरूले कसले उहाँ कति 18 अहिले बल्ल 16 वर्ष सकिन्छ, उहाँले त मात्र भनेको गर्नु भनेको हो त होइन, त्यो भन्नु उसको माइन्ड कन्सेप्ट जुन सक्यो त कुरा भनेको त भइरहेको कुरा भनेको त न्युजमा पनि भन्छ नि त्यो विपत्ति आइरहेको कुराहरू यस्तो कुरा त भने तपाईँले गर्नुपर्छ भनेर होइन। त्यो त हामी तपाईँ भन्नुहुन्थ्यो अगाडि यसमा परिवर्तन गर्ने कुरा म पनि भन्छु एउटा तपाईँ पर्सा जिल्लाबाट हुनुहुन्छ भने तपाईँ उता 12 तर यो कुरा तपाईँ पनि एउटा भन्नाले अब जे जति नलेज लिनुभएको छ त्यो ठिक होइन, तर बच्चाहरूमा यो सन्देश दिनुहुन्छ भने मलाई बहुत नराम्रो भने म आफ्नो मेरो पोइन्ट अफ भ्यूले सानो बच्चा त होइन, सानो बच्चाले त दिँदैन, हामी पनि 11 सानो बच्चा 11-12 भनेको त्यो सानै हो कि एउटा बल्ल यङ जेनेरेसन जुन हुन्छ नि त्यसमा बल्ल इन्टर गर्दैछ क्या त्यो, त्यसलाई तैँले अब बल्ल फ्यामिलीको हातबाट छुटेर त्यो आफ्नो भन्नाले आफ्नो यङ जेनेरेसनमा इन्ट्री हानेछ। अनि उसलाई केही गर्नु मैले के परिवर्तन गर्नु भनेर भनेको छ, परिवर्तन गर्न तपाईँ भन्नु भने एउटा सन्देश दिनुभयो, र सन्देश यस्तो दिनु त ऊ मान्छे त अब यसको माइन्डमा अहिले त पढ्ने उमेर हो होइन, पढ्ने उमेर हो। अनि चाहिँ अहिले त्यो के गरिरहनु भएको के भन्दा देखाउनु त मोबाइल केही गरेर नि के गर्नु एड्रेस सिक्रेट दिनु यो गर्न मिल्दैन दाइ, मिल्छ यो मिल्छ। तपाईँ मेरो किन नाम एड्रेस त्यो टिपिराख्नु छ, मलाई पिटाउने कुरा गर्ने हो, पिटाउने कुरा गर्ने किन मेरो नाम एड्रेस सोधिराख्नु भएको छ? अनि तपाईँले तपाईँ भन्नु न मेरो नाम एड्रेस किन सोधिराख्नु भएको छ? मलाई पर्साउनीमा तपाईँ खुटुवा पर्साउनीमा कहाँ गरौँ? अब म भन्नु न मलाई के पिटाउने खोज्नु, खुटुवा पर्साउनीमा तपाईँको जहाँ गरौँ नि त्यही म अहिले मात्र यति डिटेल मात्र बताइदिनु, म त्यही पुग्न अहिले मान्छे पुऱ्याइदिन्छु तपाईँ घर। तपाईँ मेरो नाम एड्रेस किन सोधिराख्नु भएको छ? अनि यत्रो बच्चाहरूलाई तपाईँ ज्ञान दिइराख्नु भएको छ। त्यो एउटा हेर्नु हिन्दू, हामी हिन्दू हो होइन, सुन्ना हिन्दू हामीलाई ल एउटा कुरा हिन्दू हो। यस्तो आएर तपाईँ ल म बसेर ल छोड्नु दाइ, म पुरै क्यामेरामै कुरा गर्छु ल त भाइ भन त यहाँ बस, म क्यामेरामै कुरा गर्छु। मलाई केही भयो भने तपाईँ नाम सोधिराख्नु भएको छ, मलाई धम्काउनु भएको छ, साइबर क्राइम गर्छु। मेरो यो एउटा स्वाभाविक मेरो रुम हो, आफ्नो रुम हो यो, मेरो रुम आफ्नो। तपाईँ आएर भाइलाई यत्रो सानो छ उसलाई बाइबलको बारेमा बताइराख्नु छ, म केही पनि आपत्ति जनाएर एउटा म भिडियो त बनाउन सक्छु नि, तपाईँ के बताइराख्नुपर्छ त्यो त म एउटा छुट्याउन सक्छु नि। म पोस्ट गरेँ भने पनि 2-4 जना मान्छे हेर्छन्, जति मान्छे त्यो एउटा त छुट्याउन सक्छ नि। तपाईँ सही गरिराख्नुपर्छ कि ऊ सुनिरहेछ भाइ, ऊ सही गरिरहेछ कि ऊ सानो छ या हामी सुनिरहेको छौँ भने त्यो कमेन्ट त आउँछ नि त्यहाँ, त्यो राम्रो त्यो एउटा हुन्छ। त्यो म केही तपाईँलाई त्यसमा म नराम्रो केही पनि भन्नु, तपाईँले बोल्नुहुन्छ म सुन्छु
तपाईँ मेरो नाम सोधिराख्नु सन्दीप अगाडि त्यहाँ कपडा फिज दिपेन्द्र कुर्सी ल्याएर बे त्यो अब कुरा त्यो डिलिट गर्नु दाइ हुँदैन त्यो हामी अब आउँदैन दाइ आउने कुरा नआउने कुरा त छुट्टै छ तर एउटा सुन्नु न भिडियो बनाउनु पर्छ किन होइन यस्तो हो क्या त्यो भिडियो बनाउनु तपाईँ जे भन्नाले अब जे सिधा गरेर यस्तो किन त सिधो चक्राइरहेछ त्यो हेर्नु जे पनि त्यो तपाईँहरू अब यो जुन पनि गरिराख्नु भएको छ न एउटा नेपाल भनेको एउटा भन्नाले हिन्दूको राष्ट्र हो होइन हिन्दुजम हो यहाँ चाहिँ 136 जाति छन् होइन सबैको आफ्नो आफ्नो धर्म छ तर यस्तो सुन्नु न ल एउटा हो त्यो भनेको आफ्नो कल्चर आफैले मान्ने हो कि नै अब कसैको घरमा गएर तपाईँ आफ्नो कल्चरको बारेमा थोरै न भन्न पाउनुहुन्छ भन्न सुन्नु घरमा गएर भन्न पाइन्न क्या यो कुरा इनफ्याक्ट म पनि हेर्नु एउटा ब्याचलर गरेको मान्छे हो होइन म पनि धेरै दुनियाँ भने आई अब तपाईँहरू जति हेर्नु पर्छ सायद म हेरेको छैन होला मेरो बल्ल अब 25 वर्ष 26 वर्षको उमेर भएको छ होइन तपाईँहरूको बढी भइसकेको छ त्यो कुरा फ्याक्ट हो तर म यो अहिलेसम्म कहीँ पनि पढेको छैन कि कुनै जाति धर्म जुन छ नि आफ्नो रीतिरिवाजहरू त्यो रीति प्रचार प्रसार गर्न पाइन्छ तर कसै घरमा गएर सानो सानो बच्चाहरूलाई यो भाइ चाहिँ अहिले बल्ल 11-12 मा पढ्दैछ अब उसलाई गएर भन्न पाइँदैन कि तपाईँहरू प्रचार प्रसार गर्न छ गर्नु ल एउटा कुरा सुन दाइ म भन्छु एउटा कुरा तपाईँ भन्न त्यो प्रचार प्रसार गर्नै छ भने न्युज छ मिडिया छ होइन कार्यक्रमहरू राख्नु प्रोग्राम राख्नु चोकहरूमा सहरहरूमा प्रोग्राम राख्नु त्यो हुन्छ त्यो ठिक कुरा हो तर तपाईँ पर्सनली 2 जना आएर अनि घरमा आएर गर्नुहुन्छ यो ठिक होइन होइन नि भाइ हामी बस्नु तपाईँ खुलेर होइन सुन्नु त्यो ठिक कुरा होइन जबरजस्ती तर ठिक होइन मेरो पोइन्ट अफ भ्यू ल ठिक छ त्यो त हालिन्छ नराम्रो होइन हाम्रो लागि हो त्यो भनेको यस्तो त होइन त हामी आफ्नो जुन सानादेखि कल्चर हाम्रो पुर्खाहरू कल्चर जुन मान्दै आएको छ त्यो छोडिदिने तपाईँ घरमा आएर सम्झाउनु भनेको त्यही हो क्या मैले फ्याक्ट ल नमस्ते नमस्ते थ्याङ्क यू धन्यवाद ल यस्तो चाहिँ नगरिदिँदा ठिक हुन्थ्यो मेरो लागि तपाईँ एउटा पढे लेखेको मान्छे हुनुहुन्छ होइन तर यस्तो नगरिदिँदा ठिक हुन्थ्यो मलाई लाग्छ त्यो भिडियो गलत होइन सही हो त्यो ल दाइ तपाईँहरू भन्नु होइन म यो भिडियो पोस्ट गर्छु होइन तपाईँहरूलाई कसैलाई नराम्रो लाग्छ भने नराम्रो कमेन्ट गर्नु होला अनि राम्रो लाग्छ भने ठिक हो बच्चाहरूलाई यस्तो आएर अनि कसै कल्चरको बारेमा उनीहरूलाई डिमोटिभेट गर्ने होइन यो चाहिँ फ्याक्ट हो म यहाँ यो दाइलाई देखाइदियो होइन भन्नुपर्छ नराम्रो भिडियो बनाएर कसैको लागि मलाई भन्नुपर्छ साइबर क्राइम गर्छु ल ठिक छ साइबर क्राइम गर्न दिनु होइन कमेन्टहरू तपाईँहरू गर्नु यो ठिक हो कि ठिक होइन साइबर क्राइम गर्नुहुन्छ भने म सहनलाई तयार छु तर यो चाहिँ कल्चरको लागि जुन यो प्रचार प्रसार गरिराख्नु छ यो ठिक हो कि होइन ल यो बताउनु घरमा आएर यहाँ 2-3 जना आएर उहाँ 3 जना आएर गरिराख्नुपर्छ यो ठिक हो तपाईँहरू कमेन्ट गरेर आफै भन्नु के आएर यत्रो सानो सानो बच्चाहरूलाई यस्तो मान्छेहरूमा त केस गर्नुपर्छ के हाम्रो नेपालमा हिन्दू राष्ट्र भन्ने मात्र भयो कि तर कहाँ छ हिन्दुजम कहाँ छ यो सब अरू कल्चरहरू यहाँ फैलाएर प्रचार प्रसार गरिरहेछन् खुल्लिआम तर खै हिन्दूहरू उठेको यस्तो हो क्या नेपाल भन्ने भने केही छैन क्या हिन्दू राष्ट्र भन्ने मात्र हो तर हिन्दूहरूमा जुन जोस जागर छ नि केही पनि छैन के यस्तो खुल्लिआम यो 3 जना भएर यस्तो घुमेर यो थुक्क छ के कहिले काहीँ लाग्छ त मैले त साला हिन्दू भन्दा अरू नै कुनै उस भगवती